Run. सबैजनालाई स्वागत गर्दछु मेरो युट्युब च्यानलमा। आज चाहिँ म तपाईँहरूको होइन मैले चाहिँ अलिकति नयाँ नौलो फरक तरिकाको भिडियो तपाईँहरूमाझ मैले लिएर उपस्थित भइसकेको छु। र आजको भिडियो चाहिँ कस्तो हो भने चाहिँ तपाईँहरूले थाहा पाइसक्नु भयो होला होइन हल्का चाहिँ। र फेरि पनि म तपाईँहरूलाई भन्न चाहन्छु र आज चाहिँ हाम्रो खेत धान रोपाइको दिन होइन। आज चाहिँ हाम्रो एकदम यहाँ हेर्नुहोस् यहाँ धान हामीले रोप्नेछौँ। यो सबै यहाँदेखि होइन यो चाहिँ हाम्रो खेतहरू होइन। अनि तल छ होइन अनि पारी छ होइन पारी पनि छ अलिकति। र आज चाहिँ हामी लगभग 30-32 जनाको टिमले चाहिँ हाम्रो खेत धान रोप्नेछौँ होइन। हाम्रो गाउँघरमा चाहिँ कसरी धान रोपिन्छ भनेर तपाईँहरूमा देखाउनलाई यो भिडियो बनाउँदैछु होइन। तपाईँहरूले हेर्नु होला इन्जोय गर्नु होला होइन। आजको दिन होइन अहिले चाहिँ बिहानको भर्खर 7 बजेको रहेछ होइन। यहाँ आधी चाहिँ पानी हाल्दै हुनुहुन्छ ड्याडीले। हामी चाहिँ भर्खर आएको र अहिले चाहिँ हामी खेतमा आइपुगेका छौँ होइन सुत्ती। र अब हामीले सबै यो बिउहरू हामीले सकेका थियौँ र अब हामीले यो बिउहरूलाई चाहिँ एक ठाउँ राख्नेछौँ होइन। र यो हुन्छ नि त यो झारहरू हामीले सबै यसलाई चाहिँ हामीले उखेलेर फाल्नुपर्ने हुन्छ। र यहाँ अझै पनि हाम्रो काम टन्नै छ होइन। यो आली तास्नु पर्ने हुन्छ हल्का। दिनभरि चाहिँ टाइम लाग्छ आज धान रोप्नलाई। यहाँ जोड्न सुरु भइसकेको छ। यहाँ माने रहेछ अहिले थाहा पाएछ।
सो हाम्रो धान रोपाई कार्यक्रम सुरु भइसकेको छ यता त्यति रोपिसकेको छ होइन लगभग आधा घन्टा जति भयो होला हाम्रो धान रोपाई सुरु भएको र यहाँ धमाधम रोपिरहेको छ होइन र यहाँ यस्तो भइसकेको छ होइन र अर्को ग्रुप चाहिँ पारी छन् पारीपट्टिको खेतमा र यताको ग्रुप चाहिँ सानो छ होइन र म तपाईँहरूलाई देखाउन गइरहेको छु हाम्रो गाउँघरको धान रोपाई यस्तो यतापट्टि गोरु लगाइरहेको छ अहिले म पनि हो होइन यस्तो छ अहिले चाहिँ म पनि र यता अल्छीको पोकाहरू छन् यस्ता आधा घन्टामा मिस्टर रविन भन्नु के छ गोली फुट्दैन हाम्रो धान चाहिँ यो प्रकारले रोपिन्छ हेर्नुहोस् मिस्टर ए हाम्रो निनी ट्युबलाइट ए टुइलाल नाम झुकेर ट्युबलाइट भन्न पुगेछु र टुइलालको मलाई फास्ट अलिक कम्प्लेन मैले गर्न चाहेँ मेरो जतिको रोपाइ कसैको राम्रो छैन हो हेर्नुहोस् मेरो मेलो ल मेलो टुइलालको ल रोपे फेरि एगेन मेरो यहाँ त्यो राख्ने तरिका समाउने तरिका बेग्लै छ हो ल यता हाम्रो निनी चाहिँ पत्याउनु भएन है ल र म तपाईँहरूलाई देखाउन गइरहेको छु यताको रोपाई कार्यक्रम भइरहेछ हाम्रो मन्जुर सर तपाईँको ड्युटी के हो ड्युटी चाहिँ पाजेरी हो पाँजेरीको काम अहिले तपाईँहरूलाई म देखाउनेछु होइन पाजेरीको काम यस्तै छ पानी पर्यो प्लास्टिक चाहियो र यतापट्टि चाहिँ मिसिनले रोपाइ भइरहेको छ होइन पानी परिरहेछ र उति र आज ड्युटी के हो रवि ड्युटी भाउसे ड्युटी भाउसे र अब मिसिनले होइन धमाधम काम भइरहेछ नि रवि काम भइरहेछ पानी परेर यार रिजन के छ आजको ड्युटी आज रोपाइ रोपारी हो हजुर यता रोपारी भइरहेछ र यता बोस ड्युटी के पर्यो ड्युटी फ्याउरी तान्ने दुई शब्द जाओस् धान वाह खतरा छ त एकदम ठिक छ तर यो जोत्दाखेरि चाहिँ एकदमै धन भाँसिदो रहेछ ठेल्नै गाह्रो भाउसेको लागि कस्तो सजिलो हुन्छ भाउसेको लागि एकदम सजिलो छ आज तर गाह्रै छ मिसिन जानु परिरहेको छ खासै आली लाउनु परेको छैन अहिले त पिटिक
तर यो चाहिँ एकदम गाह्रो भइरहेको छ। गाह्रो भइरहेछ है शब्द बेउरी रोपारी हाम्रो मित्रहरू खेल्ने मलमा खायो निलो मन्जो आज के हो यो चाहिँ ड्रिङ्क्स कुन यो चाहिँ हाम्रो गाउँमा चाहिँ भिआइपी हो भिआइपी हुन्छ यही चाहिँ अरे बाफ्रे यो कुन हलाइ हो रे झड पराउँछ हेलो गाइस आई एम दिनेश आजको ड्युटी के हो त आजको मेरो ड्युटी रोपार हो रोपारी अहिले चाहिँ त्यो जस चिसो व्यवस्थापन भएको छ दिदी हजुर ओहो ल ठिक छ पेट पनि अलिक दुस्स पर्छ है अहिले चाहिँ हामीले चिसो खाइसकेर पनि आफ्नो काममा फेरि हामी निस्किसकेका छौँ होइन हाम्रो साथीहरू सबै हाम्रो सरौले मित्रहरूलाई यसरी लगेर चाहिँ राख्नुपर्ने हुन्छ हो अनि फेरि यस्तो Nice. गर्नुपर्ने हुन्छ किनकि र म हिजो पनि तपाईँहरूलाई तिमीले पाजेरीको काम देखाउँछु है इमानुएललाई राईको भ्लगलाई चाहिँ एकदम धेरै माया गरिदिनु होला सही बात मलाई मन पर्यो यो किनभने डाइलग म पनि छु मलाई पनि माया गरिदिनु होला धन्यवाद यो दुई लाइन मलाई मन परेन यो अरू त त्यस्तै हो 2 लाइन चाहिँ एकदम मलाई प्यारो लाग्यो ल तपाईँहरूको एउटा सानो सहयोग म कता पुग्छु रे नमस्ते म भाग्यानी उपाध्याय र भविष्यको काम कहिले घाम कहिले पानी चुत्ता तुत्तै पानी यस्तो छ होइन हजुर छोडेछ त माछा त ओम खान्छ एक वर्ष आयु मात्रै थाहा हो तपाईँ चाहिँ मिसिन गरिरहेछ नि त चाहिँ बोर होइन Mari Jiswa, mari Somese. Nah, nosan man, saya la Maniel, saya la. Nosan man, mari, nosan man, mari घर चाहिँ म र चिसोको नम्बर 1 हन्टर चाहिँ टुइलाल चिसो पिउने कार्यक्रम यता पनि सुरु भएछ है
एन्ड दक्षिण चिसो पिउने कार्यक्रम यता सुरु भयो उता पिएर र 2 शब्द जाओस् त यो चिसोको बारेमा व्याख्या गर्नु नि यो चिसो खाएपछि अँ एकदम बल दिन्छ यहाँ भनेको काम मात्र गर्नुपर्ने खाना छैन चिसोको बल यो काम गरेको खाना दिएको छैन बेइज्जत गर्ने Jävla många jag bara har på Vad? Jävlar. Hitta här. Hitta. Kädro. ल हाम्रो रोपारीहरूले धान पनि रोपिसकेका छन् तल पुगेका छन् हैन अझै कोही तल मुन्नी छन् उसरतिर कोही रोप्दैछन् हैन रोपारीहरू सबै यता छन् हैन ल हेर्नुस् सबैजनाले मस्त रोपिरहेछ काम मस्त गरिरहेछ र हाम्रो बाउसे हले अनि फ्युरीवालाहरू चाहिँ यता छन् ल यो तलपट्टि सरिसकेका छन् हैन धमाधम आफ्नो काम गरिरहेछन् कसरत मास्टर भन्छ यसलाई हैन ल केटाहरू टक्क 3 भाइ छ र एउटा 5 केजीले सुरु गरिसक्यो जिउ राख्नलाई रोपारीहरू झरिसक्यो दक्षिण
kemana ढुक्कै साथीहरू मैले अघिदेखि हानिरहेको छु होइन तर थाहा पाइरहेको छैन अहिले चाहिँ के हुन्छ होइन कति खतरा रोप्यो क्या अब आमा धानलाई हेर्नुहोस् त यो हो नि त Mau ke kolong dong. Oh, ya ada video sih nih. Ya ada time di sini tuh tong malis.
सिस्टरmu pengen mana nih? Lihat daun putih sudah sih. Ih, mati kita daun sih mah putih sudah sih. Jungkur tanah hotel. ल आजको धान रोपाई कार्यक्रम सक्न लागिरहेको छ अब रोपारीको मात्र काम सक्यो सक्यो धान रोपाई सक्यो सकालै भयो खासै आज धेरै काम त थिएन नि थिएन तर थाक्यो गोरुलाई नुहाइ धुवाइ हुँदैछ धान रोपेको उपलक्ष्यमा अनि सोल्ठी कस्तो भयो त्यो पाउँछ न आजको धान रोप्ने कार्यक्रम सकिएको छ हाम्रो धान रोप्ने कार्यक्रम सकिएको छ होइन अब हामीले खाजा खानु मात्रै खाजा खानु बाँकी छ र म आज हल्लिए बसेको थिएँ हालत खत्तम भयो ल हेर्नु चिसो लागिरहेछ घाँटी दुखिरहेछ होइन त्यस्तो छ हिलो हिलो लागिरहेछ र रोपारीहरू छन् ल हेर्नुहोस् खाजा खानुलाई अगाडि बढिरहेछन् खाजा चाहिँ माथि हाम्रो गोठमा हुन्छ होइन माथितिर र यहाँ हेर्नुहोस् हौसीहरू ल माथि का या ल अब चाहिँ खाजा टाइम लगभग 6 बजिसक्यो होइन यताको नियम चाहिँ के हुन्छ भने खेत रोपिसकेपछि मात्रै खाजा हुन्छ सबैजना हात धोएर खाजा खानु बस्दिनु न हार्दिक अनुरोध गर्दछु ल हाम्रो खाजा चिया खाजा सबैले थापेर ल टुइला अलिअलि उ गरे पनि अब अगाडि लग्यो तति कहाँ हो यो यो के हो नाम थाहा छैन ल रोटी है खै म त्यहाँ खान ल्याजी पुग्यो है तातो पानी खम खानु होला चिया खै त निकेश
दुनो तरकारी कस्तो लाग्यो दामी छ टेस्टी छ मन पर्यो चुरा साउने चुरा Surah ya nggak, kayak gila ini mau. oh Kita nggak mati. चुरा Kayak itu nggak mana jatuh nggak mati. खाओ खाओ खाने को लागि जन्म्या हो खाओ खाओ हार्ने हो Entah mana mana yang pasal lah, yo sekarang roti. त्यहाँ तापेमा Mana gua ada masuk orang yang kayaknya. Eso no anda mejor. Eso no anda mejor. त्यहाँ खायो पियो गोठा बेकरीको यो युनिट हो गोठे बेकरी भाउ बम बम नलजाइकन खाइदिनु होला बढी पनि नखाइदिनु होला कम्ती पनि नखाइदिनु होला सबैजना आइदिनु भयो खाइदिनु भयो धेरै धेरै धन्यवाद हुन्छ अलिअलि काम गरियो खाइयो पियो अगाइयो जाइयो अब हाम्रो खाजा चाहिँ खाइसकेका छन् होइन हाम्रो सरौलेहरूले र अब आफ्नो घर लागिसकेका छन् र अझै कोही बाँकी छ भित्र होइन अनि ल बसिरहेको मैले पनि खाजा टन्न खाएँ र आजको तपाईँहरूलाई हाम्रो खेतीपातीको भिडियोहरू कस्तो लाग्यो होइन तपाईँहरूले कमेन्ट गर्नु होला होइन कमेन्ट गरेर बताउनु होला र सब्सक्राइब गर्नु होला होइन जो जो च्यानलमा नयाँ हुनुहुन्छ भन्दै अब म चाहिँ बिदा हुन्छु आजको दिनबाट होइन आजको दिनको लागि चाहिँ तपाईँहरूमा चाहिँ हामी बिदा हुन्छु म तपाईँलाई बाई बाई